नमस्ते सबैजनालाई। हामी चाहिँ के भन्छ अरे आज साँझो साँझोमा हावा खान निस्केको। अनि आजको मेरो यो नयाँ भ्लग चाहिँ छोरेपाटनदेखि माथि स्तुपा हुँदै अनि ढुङ्गे पानी, तर स्तुपातिर चाहिँ छिरिन्न होइन, तर बाटो चाहिँ त्यही ढुङ्गे पानी जाने हो। अनि आजको मौसम चिसो चिसो कुल छ क्या। अनि सर्व अब यसो साँझमा निस्क्यो, माथि ढुङ्गे पानी गयो, अनि चिया चिया खायो, अनि फर्किने हो क्या। त्यही भएर यस्तो छोटो मिठो एउटा सानो भ्लग बनाउँ भनेर होइन। अनि हामी चाहिँ अहिले छोरेपाटनबाट माथि उकालो लाग्दै हो। अब यस्तै छ, पानी परिरहेछ हल्का फुल्का, बाटो पनि हल्का चिप्लो चिप्लो छ क्या। फेरि आराम बस्छ। ढुङ्गे पानी लगभग धेरैलाई थाहा छ होला। पोखराको चाहिँ सबैजना यता आउँदाखेरि जाने नै ठाउँ हो, चिया खान बस्ने ठाउँ, पोखराको भ्यू हेर्ने ठाउँ होइन। अनि यस फेवा भ्यू पोइन्ट भन्ने नि भयो क्या त्यसलाई, किनकि फेवातालको मेन भ्यू हेर्न त्यहीँनिर छ क्या सुइटेबल क्या। त्यहाँ बाह्रै मन्दिर पनि देखिन्छ होइन। त्यही भएर हामी चाहिँ अनि त्यहीँ जान लागेको। अब सधैँ बाटो हेटिन्छ प्याक हुन्थ्यो क्या, अहिले अक्सिजन र अनि भएको भएर नि खाली खाली छ। तर बेलुका भने यस्तो प्याक हुन्थ्यो कि यो बाटो। अब चाहिँ इभिनिङ वाक सुरु भयो हेर्दाखेरि होइन। पानीले हान्छ क्या हामीलाई, कहाँ रम्किँदै जाने अब। अब ठ्याक्क माथि आइपुगेपछि चाहिँ म त कस्तो क्लाइमेट भएछ भन्नु खिचेर अपलोड गर्दै भिडियोमा जोडेर होइन गर्छु। हजुरहरूले ढक्कै हेरेर साथ दिएर होइन, सपोर्ट गरेर हामीलाई पनि अगाडि बढाइदिनु पर्यो हो गाई। के छ भाइ? कतिको टाढाबाट चाहिँ हाम्रो छोरेपाटनको भ्यू। हाम्रो नुसल भाइ चाहिँ यहाँ टक्क फेरि इभिनिङ वाक गर्दै होइन, उहाँ भुँडी फाल्ने होइन र भाइ? टक्क भुँडी फाल्ने है। अनि खोक्का ह्यान्डसम भएर फेरि अनि यहाँ होइन, जति बुढो त्यति तन्दुरी देखिनुपर्छ क्या भाइ। फिजिकल चाहिँ मेन्टेन गर्नुपर्छ। यहाँबाट चाहिँ हाम्रो इन्टरनेसनल एयरपोर्ट पनि देखिन्छ है। हाम्रो एरिया पनि के कम छ भनेको क्या, सिनारी हेर्न त बबाल छ नि। छोरेपाटन मात्र भनेर हुन्छ, छोरेपाटन झन् बबाल छ हो। टक्कै त रानी वन होइन। हामी चाहिँ बाहिरमा हो, भाइ चाहिँ भ्यूको इन्जोय हानिरहेछन्। अब अब गुड्ने हिँड्ने साधन भनेको यही हो। अब हामी चाहिँ यहाँबाट ढुङ्गे पानीतिर लागिन्छ। ल भाइ ढुङ्गे पानीतिर गएको। ल बाई बाई दाइ। ल बाई बाई, सी यू। भ्लग आउँछ टक्क हेर्ने है। ओके, जसले हेर्छ सबले होइन। ल हामी चाहिँ यता हो जाने है, त्यो पानी आइरहेछ, कुदियो अब। ल हामी चाहिँ यो स्तुपाको पार्किङमा आइपुग्यौँ। पानी परिरहेछ, त्यही पनि भिज्दै हो फेरि होइन। पानीमा भिज्नुको मजा छुट्टै हुन्छ नि त। त्यही हो, बिरामी भएन भने चाहिँ मजा हो, भयो भने चाहिँ नमजा हो। सर्व अब यहाँ भिज्दै जाने अनि तातो चिया खाने होइन भाइ, भिज्दै जाने अनि तातो चिया खाने हुन्छ नि। यता गुम्बातिर यो चाहिँ गुम्बाको पार्किङ हो क्या। अनि यहाँबाट चाहिँ माथि गुम्बा जाने हो। यताबाट माथि चाहिँ ढुङ्गे पानी, अनि पुम्दीकोट त्यतैबाट हो जाने। तर हामी चाहिँ गुम्बा र पुम्दीकोटको चाहिँ बिचको पार्टमा हो क्या हामी बस्ने भनेको। त्यहाँ जुन चाहिँ पोखराको फेवाताल, अनि तालतराई मन्दिर होइन, अनि लेक साइडको लगभग पोखराको लगभग जाने भ्यू देखिन्छ त्यहाँबाट। अनि हिमालकोले गर्दा चाहिँ हिमाल पनि बबाल देखिन्छ क्या। अब माछा पुछ्रे होइन, अन्नपूर्णको 1 2 3 4 देखि लिएर लमजुङ हिमालसम्म देख्छ यहाँबाट। अनि आज चाहिँ अब मौसमै यस्तो छ। अब खुलेको बेला चाहिँ म हिमालको पनि एउटा
भिडियो बनाएर हाल्छु मौसम खुलेको बेला अनि हिमाल ट्याक्क खुलेको बेला चाहिँ टक्क त्यसको हाइट होइन कुन चाहिँ हिमालको नाम के हो भनेर त्यो साइड टक्क एउटा दामी भिडियो बनाएर हाल्छु म छोटो मिठो होस् होइन आज चाहिँ मौसम खुल्यो होइन त्यही भएर हिमालको चाहिँ मैले बनाउँदैन रात पनि बनाउनु लागिसक्यो अब जाने चिया खाने नाइट भ्यू बरु नाइट भ्यू चाहिँ पोखराको चाहिँ हाल्छु भनौँ है केही छैन र हामी चाहिँ फाइनल्ली अब नजिक आइपुग्यो ढुङ्गे पानीको अनि अब हाम्रो चिया खाने स्टेसन चाहिँ आइपुग्नु लाग्यो है यही नै हो ढुङ्गे पानी भन्दै अब यसलाई ढुङ्गे पानी हामी फेवा भ्यू पोइन्ट भन्ने जस्तो भइरहेको छ क्या मलाई त नयाँ नयाँ ट्याक्क सबै फेवातालको भ्यू हेर्न यहीँ आइपुग्छ होइन अनि टक्क भ्यू हेर्ने ठाउँ चाहिँ यही हो क्या फेवातालको धमिलो देखिया रहेछ ल अब हाम्रो चाहिँ जक्सन आइपुग्यो है तँलाई के छ साथी फाइनल्ली हामी चाहिँ आइपुग्यो ढुङ्गे पानी होइन यस्तै छ क्लाइमेट ल है त साथीहरू डेको भ्यू चाहिँ यस्तो देखिन्छ है ढुङ्गे पानीबाट अनि अहिले तल फेवातालको भ्यू चाहिँ मजाले देखिन्छ कि यहाँ चाहिँ हल्का तारले डिस्टर्ब गर्छ त्यो डिलमा गयो भने चाहिँ मजाले भ्यूको इन्जोय गर्नु पाइन्छ मान्छेहरू छ अहिले अफ सिजन लागेको छ त्यही भएर खासै छैन अब सिजन लाग्दा त यहाँ त भिड हुन्छ ट्राफिक जाम हुन्छ म पनि परेको छु रमाइलो हुन्छ भिडभाड हुन्छ छुट्टै माहौल कोही आउनु भएको छैन आउनु है यता यो ठाउँ चाहिँ एकदम रमाइलो शान्त छ होइन नेचरहरूको लागि अब यहाँ चाहिँ टी सपहरू पनि छ यहाँ बसेर टक्क भ्यूको इन्जोय पनि गर्न सक्नुहुन्छ होइन टक्क अब यहाँ त हेर्नु अब मान्छेहरू इन्जोय लिएको छन् फेवातालको होइन तल बाराई मन्दिरको अनि अब लेक साइडको त्यो लाइट होइन अब अहिले चाहिँ अब बुझ्यालै छ अलिकति अँध्यारो भएपछि चाहिँ त्यो लेक साइडको झिलिङ यस्तो बवाल देखिन्छ कि अनि यता सरङकटको भ्यू भयो होइन उता गाउँ डाँडा देखिन्छ मणिपाल छ होइन उता अनि यता ठ्याक्क त्यसको अपोजिट साइडमा चाहिँ गाउँको भ्यू हेर्न मन लागेको छ यता छ है फेरि त्यो त चाहिँ सिटीको भ्यू भयो यता चाहिँ गाउँको यो चाहिँ हिमाल खुलेको हिमाल ट्याक्क देखिन्छ यता हिमालको भ्यू टक्क त्यहाँबाट यति टाउको घुमायो भने सिटीको भ्यू त्यहाँबाट यति घुमाउँदै गएपछि ठ्याक्क यताको गाउँको भ्यू यो अन्त 360 भ्यू छ क्या छुट्टै रमाइलो होइन यता फेरि मटिखान साइड देखिन्छ क्या माथि अब पारि मटिखान भयो होइन मटिखान चाहिँ म अस्ति बेलुका गएको थिएँ तर त्यति बेला चाहिँ मैले भिडियो गराएन अनि नेक्स्ट टाइम जाँदा चाहिँ म भिडियो गराउँछु मटिखान पनि एकदम दामी छ नाइट भ्यू अस्ति मैले स्टोरीमा पनि हालेको थिएँ होला सायद त्यो पनि हेर्नु होला सर्ट्समा हालेको छु होइन यही नै हो यहाँबाट देखिने राम्रो सिनारी यदि हजुरहरूलाई पनि यस्तो टक्क अब हिमालतिरको तालतिर सिटी होइन नेचरतिरको भिडियोहरू हेर्न मन लाग्छ भने टक्क मेरो च्यानलमा जानु सब्सक्राइब हान्नु होइन अनि त्यो घन्टी पनि बजाइदिनु होइन यस्तो भ्यू चाहिँ म हालिरहेको छु किनकि म माथितिर नि जान्छु होइन यता अन्नपूर्ण साइड यही नै हो ल यो पोखराको भ्यूको मजा लिनु होइन बिस्तारै यही नै हो
साथीहरू है हाम्रो मेन चिया खान बसेको चाहिँ लोकेसन चाहिँ यो हो। अब यहाँबाट देखिने म्याजेस्टिक भ्यू हेर्नु है, एकदम बबाल छ कि। ल यो हो कि फेवातालको किनार, लेक साइड पोखरा सिटी। यो अन्त यहाँबाट देखिने जादु। ग्रिन सिटी भिडियोमा चाहिँ धेरै डार्क आयो होइन, के भन्छ अरे यसलाई म फोटोमा पनि निकालेर म अपलोड गरिदिन्छु। यस्तो बवाल देखेछ क्या यो भ्यू। ल है त साथीहरू, अब हामी चाहिँ जानु लागेको यही नै हो यहाँको विशेषता। दिनमा झन् बबाल देख्छ होइन, नाइट भ्यू पनि झन् भन्नै परेन। अब यही अझ हिमाल खुल्दा त झन् बबाल देख्छ कि। यो ठाउँ चाहिँ घुम्न चाहिँ आउनु है, नाइट भ्यूको लागि पनि सुइटेबल छ, डे भ्यूको लागि पनि सुइटेबल छ। र हामी चाहिँ जान लागेको अब यहाँबाट चाहिँ लगभग अब 10 मिनट जति भनौँ न ओह्रालो सर्वोच्चबाट निस्किने अनि घरतिर। बाई बाई, सी यू नेक्स्ट ब्लग।